आज मेरो लाइफको एकदमै न्यू च्याप्टर स्टार्ट हुन लागेको छ। फर्स्ट टाइम स्टियरिङ समाउँदैछु। डर पनि छ, एक्साइटमेन्ट पनि छ। के छ के छ। आँसु आइरहेछ त अनि के भएर चाहिँ यो दाइनालाई रोग लागेको फेरि मैले खाना देखेर चाहिँ कसै चाहिँ नबिलाउनु होला। टमाटरको चटनी यो चाहिँ चटनीसँग यो चाहिँ अलिकति सागसँग अलिअलि भ्याइरहेको घाँस चाहिँ तातो दालसँग है। यो त ठुलै घाँस हुने भयो। यो हल्का मिक्स टाइप। नमस्ते सबैलाई। आजदेखि ड्राइभिङ सिक्न स्टार्ट गर्दैछु। यो मेरो फर्स्ट एक्सपिरियन्स हो अनि म यो पुरा जर्नीलाई ब्लग मार्फत सेयर गर्न लागेको छु। रियल स्ट्रगल, रियल लर्निङ र रियल प्रोग्रेस सहित। धेरै पछाडि वेलकम छ अनि नयाँहरूलाई स्वागत छ। धेरै पछाडि अलिकति भ्लग बनाउन गइरहेछु अनि म जङ्गलको बिचमा पनि छु। I'm gonna show you guys अङ्ग्रेजी। यहाँनिर चाहिँ अलिकति जलथल वन भनेको छ 6100 हेक्टर क्षेत्रफलको जङ्गलको बिचमा बसेर चाहिँ आज भिडियो बनाउँदैछु। पुसको महिना छ, जाडो महिना छ अनि यो जङ्गलको बाटो यात्रा गर्दाखेरि चाहिँ जङ्गली जनावरहरूले अलिकति एट्याक हान्न सक्छ होइन। त्यही भएर अलिकति सेफ्टी हिँड्नु होला यो ठाउँमा हिँड्दाखेरि। त्यही अहिले म जान लागेको चाहिँ गजुरमुखी मोटर ड्राइभिङ सेन्टरमा हो। नयाँ स्किल चाहिँ सिकिरहँ न भनेर मेबी फ्युचरमा होइन जता पनि काम लाग्न सक्छ एउटा सिकिसकेपछि। यो भिडियो चाहिँ आई थिङ्क 1 मन्थ नै लाग्छ होला यो भिडियो बनाउनुको लागि। हेलमेट त छुटेछ भिडियो बनाउँदा बनाउँदै। ड्राइभिङ सिकेको जर्नीको पनि एउटा भिडियो बनाइराखौँ न भनेर नि। अब यसरी पैसा चाहिँ दिँदाखेरि चाहिँ साह्रो मन कटक्कै खाने रहेछ। 1 2 3 4 यो चाहिँ अहिले राखेर है। आज चाहिँ मेरो ड्राइभिङ स्किल देखाउने दिन, देखाउने भन्दा पनि सिक्ने दोस्रो दिन चलिरहेको छु। हाम्रो गुरुलाई पनि देखाउँ न। ट्याक्कै यो 1 महिना पछाडि चाहिँ अपलोड गरौँ भनेको। यो सबै सिकिसके पछाडि 0 देखि हिरो बनाउँछु भन्नुभएको छ गुरुले। 28 दिन पो छ, अझै 28 दिन यहाँ हो। 28 दिन भनेको अझै 28 दिन लाग्छ नि। हिजो चाहिँ बस स्टियरिङ घुमाउनु चाहिँ सिक्यो। ब्रान्ड न्यू कार चाहिँ हाम्रो गजुरमुखी मोटर ड्राइभिङ सेन्टर। डे 2 एक नम्बर उसको कस्तो भयो अरे हामी अगाडि पुगेको छु अनि सँगै लाग्छ। ए भयो नि त फेरि स्टार्ट गर्ने कालामा छ क्या गाडी। हल्का एक्सिलेटर लिने ल, एक्सिलेटर लिने हल्का लिइराख्ने
लिँदा अब छोडिदिने अब काट्नु थाल्ने त यो चाहिँ के हो भने नि यो कार्बोरेटर गाडी हो त्यही भएर अलिकति चिसो लाग्यो भने गाडी स्टार्ट हुनु अलिकति एक्स्ट्रा रेस्ट दिनुपर्छ जस्तै अहिलेको त अब सबै एफएबाट छ एफए भइसक्दा चाहिँ एकचोटि सेल्फ गरेर स्टार्ट भइसकेपछि आफै फेरि त्यो ठाउँमा आइपुगिहाल्छ यसलाई चाहिँ हल्का तताउनुपर्छ क्या गरिदिने अब स्टेरिङको बेस पनि मजाले बस्यो नि त स्टेरिङको बेस बसेको छैन भने यस्तो टर्निङहरूमा नि गाडी बाङ्गेको घरि यता गएको गई गर्ने यता गएको गई त्यस्तो हुन्छ क्या स्टेरिङको अझै पर्फेक्ट बेस बसाउन के गर्ने भन्दा हाम्रो गाडी रसे टर्निङ आयो टर्निङ काट्यो हजुर टर्निङ काटिसकेपछि गाडीलाई अगाडिको थुतुन बाङ्गिन दिनु भने त्यसलाई सिधा बनाइराख्नु पर्यो जति स्लो कुदायो टर्निङहरू त्यति मजाले पुग्छ स्टेरिङको लागि स्टेरिङ काट्नको लागि हामीसँग टाइम पनि त्यति मजाले पुग्छ अब स्पिड भयो भने चाहिँ स्टेरिङ काट्न टाइम पुगेन छिटो गर्नु पर्यो त्यो गर्दा गाडी स्पिड छ भने गइसकेको सुन्नु न कोही कोही बेला अब बाइचान्स एब्सेन्ट भइन्छ होला होइन डबल गरौँ त्यसलाई कसरी भाइलाई कसरी इच्छा लाग्यो त्यसरी गरौँ होइन पछि नै गर्छु बिस्तारै गर्छु भन्दा पनि ठिकै छ ल अहिले म चाहिँ बेर्ताबाट ब्याक भइसकेको छु #day2 ड्राइभिङ यस्तै हो अब फेरि हामी भोलि भेटौँ है त गाइज आप सबको स्वागत है मेरे YouTube चैनल में तो चलिए शुरू करते हो हमारा दाई का गाड़ी है देखो जरा वो अभी स्टार्ट नहीं कर सकता है क्योंकि बिगनर है ना तो हमारा दाई का एक राउंड हो चुका है और दूसरा राउंड मारने जा रहा है अच्छा कर रहा है ये इधर देखो इधर ये कैसे आराम से बिंदास हो रहे हैं देखो यहाँ त लास्टै घाम लागिरहेको रहेछ हाम्रोतिर त उस्तै छ हौ आइपुगिसकेको छ हाम्रो मिस्टर स्वयं राई दाइले 3 राउन्ड हानिसकिसक्यो 3 राउन्ड हानेर 3 राउन्ड कम्प्लिट भएर 4 राउन्ड पनि कम्प्लिट हुन आँट्यो पर आधी बाटोसम्म आइपुगिसकेको छ यसरी सँगै लाग्ने सँगै यता यसो गरिएको छ नि हेलो गाइस आप लोग देख सकते हो सुरुमा त एकदम एक्साइटेड थिएँ लाग्थ्यो ड्राइभिङ त इजी हुन्छ होला तर जब स्टियरिङ समाउन थालेँ रेस्पोन्सिबिलिटी एकदमै सिरियस कुरा रहेछ ड्राइभिङ सिकाएको 14 दिन चलिरहेको छ अनि आज क्यामेराम्यानमा हाम्रो इन्डियन भाइ छ आज चाहिँ मेरो क्यामेराम्यान हो ठिकै आज म बेसिक कन्ट्रोल सिक्दैछु क्लच ब्रेक र स्टियरिङको कोअर्डिनेसन सुरुमा त सबै मिक्स जस्तो लाग्यो कति मिस्टेक भयो कति कन्फ्युज भयो तर इन्स्ट्रक्टरको गाइडले ग्रेजुअली बुझ्न थाल्यो वाउ होममेड खानाको स्वाद नै बवाल गियरलाई तपाईँले जहिले पनि पक्रिँदाखेरि यसरी हाल्नु यसरी माथिबाट टक्क यसरी पक्रिने अनि यसरी पक्रेर यसो गरेर यसरी खेल्नु त्यसो गर्दा यतिले प्रेस गर्नु पऱ्यो क्या तपाईँको सिट कम्फर्टेबल छ सिट ठिक छ बिस्तारै क्लच छोड्दै जानुहोस् बस जतिमा अड्काउनु जतिमा कुद्छ त्यतिमा क्लच अड्काउनु मेन कुरो ब्याग हो क्या गाडीको मेन कुरो ब्याग हो हेल ब्याग हो जिन्दगीमा जतिसुकै गाडी जतिसुकै एक्सिडेन्ट भए पनि कोही जान्ने ड्राइभर हुँदैन म पहिला ट्रायलमा जाँदाखेरि गाडी लिएर जाँदाखेरि हाम्रो पहिला यहीँको गाडी जान्थ्यो तपाईँको 15 वर्ष 20 वर्ष कुदाउने मान्छेहरू पनि तपाईँको 8मा उकालोमा फेल हुन्छ क्या त्यो लकको कुरो हो क्या दाइ साँचो भन्ने हो भने कहिलेकाहीँ त लाग्थ्यो मैले गर्न सक्दिनँ कि जस्तो क्लच कन्ट्रोल मिलेन कार हल्ट भयो तर यही बाटो त सिकिने हो नि स्लोली फिल गर्न थाल्यो स्टियरिङ कन्ट्रोल ब्रेक टाइमिङ अनि रोड अवेरनेस सबै इम्प्रुभ हुन थाल्यो
स्टार्ट हो क्या कैसा देख रहा है अच्छा दिख रहा है ओके आज पनि कैमरामैन चाहिँ हाम्रो कहाँ से है तुम इंडिया इंडिया से इंडिया कौन सा जगह रायगंज हाँ रायगंज 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 से अरे बाप रे ब्लगर ड्राइभर ब्लगरबाट कस्तो? ड्राइभरको एक्सपिरियन्स हुँदैछ यहाँ प्रोग्रेस कस्तो हुँदैछ त्यो भनिदिनु न त ठिक छ त प्रोग्रेस त अनि अब क्लच लिएर आफै कुदाइरहेछ ल ल ल ल ल क्लच ल आज चाहिँ हाम्रो 7औं दिनमा गाडी सिकाइ हुँदैछ अनि यहाँ क्यामेरामैन हाय क्या है तुम्हारा नाम कैमरामैन विपुल विपुल फिर से विपुल आ गया अनि यता फेरि हाम्रो नयाँ सिकाउँदै हुनुहुन्छ गुरु हाम्रो भाइले अरे यार यसलाई त यसो गरेर गीत सित गाइँदैन भाइ गाइँदैन हो दाइ यस्तै हेर्दा एउटा सुपर सिङ्गर जस्तो टाइपको छ मान्छे त लुक्स त इलामको मान्छेहरूको त स्वर राम्रो हुन्छ साँच्चै भनेको नोगेन लिम्बू भनेको इलामकै होइन र हजुर हो त राम्रो है त्यो मान्छेको पनि अब भोइस चाहिँ राम्रो यहाँबाट लैजाउँ कस्तो हुन्छ सकिन्छ होला सकिन्छ तर अब यो तर बाङ्गो सर छुट्दो रहेछ नि त है हामीले त यहाँ अब ट्युसन पढाएको जस्तो मात्र हो चाहिँ हो कि होइन 1 महिनामा के पो सिक्नु र हो बाहिरतिर नगुँदै हात बस्दैन नि हात चाहिँ कसरी बस्छ भने अब तपाईँले कन्टिन्यू कुदाइराख्नु भयो अब यहाँ सकेर होइन अब जस्तै लाइसेन्स निकाल्नु भयो अब हात बसाउनुलाई चाहिँ बाटोतिर हल्का एकजना साथीसँग लिएर हल्का कुद्नु आफै हात बस्दै जान्छ त्यहाँदेखि डर पनि हराउँछ हामीलाई कन्फिडेन्ट पनि बढ्छ हो के हो ह्यान्ड ब्रेक डाउन गर्नुपर्छ क्या दाइ ए हो ह्यान्ड ब्रेक यो यसो हेर्ने होइन अनि यो यसो गर्ने यसो गरेर झार्ने ह्यान्ड ब्रेक हालेर मात्र ल तपाईँले गाडी कुदाउनुभन्दा अगाडि हेलमेट चाहिँ झार्नु पर्यो ह्यान्ड ब्रेक झार्नु होइन यो ह्यान्ड ब्रेक झारेपछि गाडी 1 नम्बर लाउने उठेन 1 नम्बर उठेन भने नि ह्यान्ड ब्रेक लागेको रहेछ ह्यान्ड ब्रेक झार्नु पर्ने रहेछ भन्ने कुरा गर्नु अब यसरी उठाइन्छ हामी होइन ह्यान्ड ब्रेक यसरी उठ्यो नि यहाँ उँभो उचाल्ने यसरी ल आज 9 दिन प्रवेश गरियो होइन गाडी सिकाइको 9 दिन प्रवेश गर्दाखेरि चाहिँ सेल्फ राइड हानिँदैछ एक्लै गुरुले अलिकति मिस्टेक झन्डै अहिले भएको रहेछ ह्यान्ड ब्रेक पनि हेर्नु पर्ने हुँदैन रहेछ स्टार्टिङमा हामीले ह्यान्ड ब्रेक लगाएको छ भने चाहिँ एकमा पनि जाँदैन भन्ने कुरो त नर्मली थाहा हुनुपर्ने हो तर सुरुमा बेसी हालिँदो रहेछ यस्तो सानो सानो कुराहरू ओ क्या कर रहा है भात खा लिया चलाओ गाड़ी बैठे रहेंगे अरे तू भोला खाता है इतना छोटा होकर खाना खाते मत खाओ ये अच्छा नहीं है ये तू इतना छोटा सा है क्यों भोला खा रहा है हाँ? वेलकम ब्याक अब वेलकम ब्याक होइन अब गाडी ब्याक गर्ने बेला आएको छ आज यहीँदेखि हो ब्याक सिक्न गइरहेछौँ हामी अनि मैले बुझेको कुरा ड्राइभिङ मात्र स्किल होइन रहेछ प्यासेन्स फोकस र अवेरनेसको पुरा ज्ञान रहेछ इधर देखौँ र पर लेफ्टपट्टिको ग्लासमा हेर्ने होइन त्यहाँ हेर्ने यो कालो भाग हेर्ने
कालो भएको त नजिक गयो कि यता काटिहाल्ने स्लो गरेर प्लस ल्याउँदै स्पिड भयो भने नि त वेलकम ब्याक अगेन ब्यागर सिकेको 3 दिन जस्तो भइसक्यो आजसम्म अलिकति पारा आइरहेको छैन यार मेन समस्या चाहिँ हेलब्याग नै रहेछ होइन गाइस अरू त ठिकै हो अहिलेसम्म 8 अझै हानेको छैन तर पनि बिस्तारै बिस्तारै सिक्दै जानुपर्छ यस्तो गाह्रो भन्ने कुरो चाहिँ हुँदैन सिक्दै गएपछि सुरुमा गाडी सिकेको पनि अलमोस्ट 15 डेज कम्प्लिट भइसक्यो होइन अहिले आएर चाहिँ एलब्याग सिकिँदैछ अलिकति हार्ड चाहिँ पार्ट एलब्याग नै रहेछ अगाडि सिकाउने भाइले पनि भन्दै थियो एलब्याग चाहिँ अलिकति अप्ठ्यारै हुन्छ है भनेर त अहिले त्यो कुरा म फिल गर्दैछु साँच्चैकै अप्ठ्यारै हुँदो रहेछ तर केही दिनको प्र्याक्टिसमा चाहिँ आजसम्म आउँदाखेरि चाहिँ अलिकति केही चाहिँ सिकेको फिल भइरहेछ त्यही हो अरू त के भन्नु र जिन्दगीमा कहिले 4 चक्के गाडी नकुदाएको मान्छेले चाहिँ जो चाह्यो भने 20 दिन भइसक्छ आज ट्याक्कै 20 अनि कहिले फर्म चाहिँ कहिले भन्नुपर्ने आज कि भोलि 20 दिन पो भइसकेछ नि मैले सिकेको नि 20 दिन को भइसक्यो त हो गया आज का ब्लॉग इतना ही बोलो लास्ट में क्या हो बोलो आज का ब्लॉग इतना ही बाड़ी बोल दे बारी আমার বাড়ি তোমার নাম বল মোৰ নাম বল মোৰ কি नाम कार्तिक माटी माटी एकदम भिडियो बनाउँदै आयो होइन नरिसाउनु ल रेगुलर कस्टमर हो होइन हामी एकदम रेगुलर गेस्ट दाजुलाई सुनाउँ कि नसुनाउँ फन्नी बाटो आजको के भयो फ्राइड राइस टाइप हात खाने भनेर हामी फ्राइड राइस होइन फन्नी बाट चाहिँ त्यो त क्या मेरो मुख देखियो त तपाईँको मुख देखियो के भयो भाइ गाडीको लाइसेन्सको लागि आज चाहिँ खासमा चाहिँ यहाँनिर अफिस भिजिट भनेको रहेछ होइन म चाहिँ सिधै ट्रायल सेन्टरमा पुगिदिरहेको क्या अनि अफिस भिजिट चाहिँ के को लागि 1 घन्टा लाइनमा बसेर लास्टमा अनि फेरि यता आउनु पऱ्यो क्या 1 घन्टा क्या मजाक भयो अनि भ्लगलाई इन्ड गर्नुभन्दा अगाडि मेरो एक्सपिरियन्स अनुसार यदि तपाईँ लाइसेन्सको लागि सिक्न चाहनुहुन्छ भने मैले बुझेको कुरा है या त तपाईँ सिधै कान्तिपुर मोटर ड्राइभिङ सेन्टरबाट सिक्न सक्नुहुन्छ किनभने पछि गएर तपाईँले लाइसेन्सको ट्रायल दिने भनेको कान्तिपुरमै हो या त तपाईँलाई ट्रायलको दिन सेन्टरले जुन आफूले सिक्दै गरेको गाडी चाहिँ तपाईँलाई प्रोभाइड गर्छ भने यस्तो सेन्टरबाट सिक्दा लाइसेन्स निक्लिने चान्सेस अलिक बढी हुन्छ बाँकी तपाईँको इच्छा उडाउने 3 नम्बर लाउने कम्ती एक्सिलेटर रेकर्ड भइरहेको हुन्छ र स्क्रिन चाहिँ आज पहिलो दिन राइड हो भिडभाडमा त गइँदैन होला आजको एक्सपिरियन्सवाला ब्लग यहीँसम्म मात्र भयो हामी फेरि नेक्स्ट ब्लगमा भेट्ने नै छौँ थ्याङ्क्स फर वाचिङ ल आजलाई यति नै है थ्याङ्क यू सो मच फर वाचिङ By the way, I got it. License. इतनी खुशी मुझे आज तक